यसमा विभिन्न कुनै बाधा अर्चना र विघ्न नहोस् भन्नको लागि यही मस्टार देवस्थल अथवा कालचिन देवताको सम्मुखमा बीचमा हामी मध्यममा छौँ। यसैको यिनैको आशीर्वादले हामी यो पार्टीलाई अगाडि बढ्दै जाऊ भन्ने मनोभावना व्यक्त गर्दै एमाले के हो र यसले के गर्छ भन्ने कविताको मार्फतद्वारा यहाँहरूलाई केही रमाइलो कविता प्रस्तुत गर्न गइरहेको छु। एमालेको दरिलो सरकार ल्याउन जनता हुँदैछ तार। एमालेको दरिलो सरकार ल्याउन जनता हुँदैछ तार। गरिब महिला जनजाति सबको हेरचाह गर्ने, गरिब महिला जनजाति सबको हेरचाह गर्ने, नेपालको चारैतिर विकासले भरिने, नेपालको चारैतिर विकासले भरिने। एमालेको दरिलो सरकार विकास गर्न आउँदैछ तार। एमालेको दरिलो सरकार विकास गर्न आउँदैछ तार। गाउँघर टोलो बस्ती विकास गर्दै जान्छ, गाउँघर टोलो बस्ती विकास गर्दै जान्छ। जनचेतना जगाउन देशैभरि छाउँछ, जनचेतना जगाउन देशैभरि छाउँछ। एमालेको दरिलो सरकार ल्याउन जनता हुँदैछ तार। एमालेको दरिलो सरकार ल्याउन जनता हुँदैछ तार। धन्यवाद छ एमालेलाई सबलाई समान मान्ने, धन्यवाद छ एमालेलाई सबलाई समान मान्ने। त्यसको काँचुरी फेर्न स्वयं आफै जान्ने, त्यसको काँचुरी फेर्न स्वयं आफै जान्ने। काँचुरीको अर्थ यहाँ हेरफेर हो, आज एक भोलि अर्कै स्वर्ग बनाउने भन्ने हो यसको अर्थ। यसैले धन्यवाद यहाँहरूका आकांक्षा भावनाहरू र यो लक्ष्य अगाडि बढ्दै जाओस् र मस्टार देवस्थलले हाम्रो मनोभावना अगाडि बढ्दै हामी अगाडि लौकौँ भन्ने भावनासँगै यहाँहरूलाई यहाँहरूको यहाँबाट बिदा लिन चाहन्छु। धन्यवाद।